के वितरण हो कि के भन्दै थिए, के को हो यो? यो मिति 2081 11 महिना 27 गतेका दिनमा चाहिँ हाम्रो यही वसुन्धरा स्थित यो काठमाडौँ महानगरपालिका चाहिँ यो मा चाहिँ के अरे अविरल वर्ष भएको कारणले गर्दा चाहिँ हैन, अविरल वर्ष भएको कारणले चाहिँ अब यहाँ बाढी किन बोलाउनु कतिको कुरा त हजुरले सकाउनै भएन। कतिजना हो, कतिजना परिचालन भइराछ, अनि के काम भइराछ, अनि कस्तो चलिराछ, त्यसको बारेमा हामी बुझ्न गइरहेको छौँ। तपाईहरु नआतिनुस् हैन। यो चाहिँ खासमा यो वर्षको कारणले बाढी पहिरो एकदम तीव्र रूपले भएको कारणले चाहिँ सबको यहाँनिर त धेरैजना चाहिँ अब घरबार विहीन हुनु भएको रहेछ। त्यो खबर सुन्न साथ चाहिँ म यो स्थानमा आएको छु। सकेसम्म यो राहत वितरण कार्यक्रम कस्तो हुँदैछ त्यो बारेमा चाहिँ म सक्दो जानकारी। तपाईले राहत वितरण गर्न लाग्नु भयो? हैन हैन, हामी चाहिँ के गर्छ नि, हामी समन्वय गर्दै रहेछौँ। हामी युवानसँग समन्वय गर्दै हुनुहुन्छ। हामीले चाहिँ युवा मेम्बरहरुसँग पनि समन्वय गरिरहेका छौँ। हाम्रो स्थानीय सरकारसँग पनि हामीले समन्वय गरिसक्यो र हाम्रो गृह मन्त्रालयमा पनि चाहिँ हामीले चाहिँ जाहेर गरिसकेका छौँ है यो बारेमा चाहिँ। कुन ठाउँमा हो नि, के भएको, कतिजनाहरुलाई हो राहत वितरण हुने, कतिजना यो वसुन्धरा स्थित चाहिँ यो वसुन्धरा स्थित चाहिँ यो अविरल वर्षाको हिजो रातिको 11 महिना 27 गतिको राति गएको वर्षाको कारणले चाहिँ घरबार विहीन हुनु भएको रहेछ। कतिवटा घर राहत विहीन भयो यसको अन्दाजी मैले गर्न सकिनँ, त्यसैले यो घटनास्थलमा आएको छु। म यो सम्बन्धी म छानबिन गरेर कति राहत वितरण गर्न लाग्नु भयो, के राहत वितरण गर्नु भयो? हामीले चाहिँ अब उहाँहरूलाई चाहिने घाँस भात कपासको र स्वास्थ्यको पनि हामीले वितरण गर्ने हामीले प्रोग्राम राखेको छौँ र यसबारे अझै पनि हामीले घटनास्थलमै गएर बुझ्दा अझ राम्रो हुन्छ कि भन्ने म भइरहेको छ। म पछि बोलाउँला है, पछि बोल्दा।